ह्याप्पी बर्थडे केक काटेर झन् उ गर्ला भनेर त्यस्तो म गर्छु नि ठुट्टर होता गीत के हो त्यो कति बुझ्दिन्न अब गीत बुझ्नु पर्यो नि बर्थडेवालाहरू यस्तो गर्छ नि अब कबेल सुत्ने हुन् रातको 12 बजिसक्यो गाइज सुत्ने केही सरकार छैन सानो बर्थडे धेरै ठुलो बर्थडे पार्टी पनि गर्न सकिएन हल्का रमाइलो मात्रै गरेको ला के खायो ला के खाएको सब खाएर सिद्धियो ला खाएर सिद्धिएर बजेको ला खाएर बजेको ला बर्थडेको केक काट्दा काट्दै यस्तो गर्छ नि त केक काटेर खायो कि खाएन केक गरे त्यो केही थाहा छैन ला जेस रमाइलो भयो वान्स अगेन ह्याप्पी बर्थडे टु मेरो छोरा सबैजनालाई जतिजना पार्टिसिपेट हुनुभयो सबैजनालाई थ्याङ्क यू सो मच छोराको बर्थडे रमाइलो गरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद है के दाउरा गर्ने हाँस्ने हो र मेरो बाबुले आजै केक खाने ल ल केक केक खाऊ ल कसको बर्थडे हो त्यो खास थाहा त्यो त मुखमा अतान्न होला हक गर न हो दुई भाइ हक पनि जबरजस्ती गर्नु पर्ने गोजन के फैसाल दिलो खै हेरम खै 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 गोजन के हालेछ खै हेरम गिफ्ट पाया हो गोजन सटक हालिदिनु अरे सटक हालिदिनु सटक हालिदिन्छ अरे खै हेरम खै 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 हेरम त्यो त देखाउनु पर्ने हुन्छ है त्यहाँनिर त्यो त जे गरे के भएन बोल म त्यो युट्युबमा आन्छ है तिमीहरूको भिडियो त्यहाँ खास्याने ऊ खा के गरे केक खास्याने खाऊ केक खाऊ केक दादाले केक खुवाइदियो चप्पल नलाइनु हुन्छ केही हुन्न ल ल केक खुवाइदेऊ दादाले ल गजमा सुको नहुने मान्छे कोही पनि काम छैन ल ल आफै काटेर खुवाइदिन्छ सानेले ल ल ल Why the fuck we are cutting this? पर्चुइस कटिङ गर्न लाग्छ के हो चक्कु मुखमा भिज जान्छ भाइ त्यो त ह्याप्पी बर्थडे दाजु भन् त्यो त चक्कु मुखमा भिजिहाल्छ के त्यो दाजु कस्तो छन् खाने हक्दे 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 ल ल ठिकै छ धन्यवाद भन है त्यही हो त्यो केही होइन कोही बात छैन ल ल थ्याङ्क यू सो मच गाइजहरू है वान्स अगेन ह्याप्पी बर्थडे टु मेरो ठुलो छोरा सबैजनालाई धेरै धेरै धन्यवाद पार्टिसिपेट भएकोमा एकछिन अब एउटा गीतमा नाच है यो चाहिँ मेरो छोराको बर्थडेको फलक हो यो चाहिँ जान्छ युट्युबमा है सबै नानी बाबुहरू आफ्नो आफ्नो ठाउँमा
राम्रोसँग बस्दिन अनुरोध गर्छु है म त सुत्नु पनि पर्छ होला है अब त कति बज्यो हाँस्किन बसेर रुकुमैको त नि राम्रै हो मन पर्यो नि ओठा आँखा नि राम्रै हो मन पर्यो नि ओठा स्टेप मिलाउनु पर्यो स्टेप 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 जाता पनि सिकाउने बाबा त्यो कि बहिनी खोटा केहीमा खोटा होइन बस्ने नाचिनुहुन्छ बाबा त्यो कि होइन रुकुमैको त अनमोल चाहिँ गजब नाचेछ है केटाकेटी हो केहीमा छैन खोता नाच नाच अब भोलि काम बेला गर्ने हो नाच मजाले नाच है नानी बाबुहरू मजाले नाच सबैले छुट्छ नाच्न सबैलाई सुरुमा नमस्कार अनि यो चाहिँ म 21 वर्ष पुगिसकेँ र यसमा म के भन्छ सबैलाई म धेरै धन्यवाद दिन चाहन्छु किनकि तपाईँ सबैले गर्दा मेरो जीवनमा धेरै खुसी आएको छ र पहिला सुरुमा म आफ्नो सुरुमा जे भने नि मेरो मम्मी हुनुहुन्छ अनि त्यसपछि आउनुहुन्छ मेरो ठुलमम्मी अनि त्यसपछि ठुलमम्मी भन्दैन म मम्मी नै भन्छु मम्मी दुईटा मम्मी हुनुहुन्छ अनि त्यसपछि आउनुहुन्छ मेरो ठुल्बा जे भने नि साथी भने पनि मेरो ठुल्बा भने नि ठुल्बा हुनुहुन्छ अनि त्यसपछि आउनुहुन्छ मेरो दिदी अनि मेरो साथै मेरो दिदी कोही पनि छैन त्यही फुपू भने दिदी भने नि मेरो दिदी हुनुहुन्छ अनि त्यसपछि भाइ त छ त्यो अनमोल आउँछ त्यसपछि मेरो भाइ भने पनि मेरो साथी भने पनि मेरो अहिले भएको सबै जे भयो नि अनमोल छ अनि त्यसपछि आउनुहुन्छ मेरो क्यामेराम्यान दिव्या आन्टी आउनुहुन्छ त्यसपछि क्यामेरा
अनि क्यामेराम्यान जाने अब उठ्पाइ जानु त मम्मीको साथी मात्र होइन मेरो पनि साथी हुनुहुन्छ मेरो अन्त रोया छ र बर्थडेवाला नि किन रुन्छ रे सम्झानु त ठुल मम्मी आज त 21 वर्ष भयो त त्यही भएर अब त्यही होस् सुन अनि मेरो अन्तिम मात्रै हो जस आफ्नो हाम्रो ताराको साइड जस आफ्नैको साइड जस्तो लाग्छ अन्ति जे भन्यो भने मम्मीहरूको साथी जे भन्यो भने साथी भनेपछि अब मम्मी जस्तै त हो नि बुझ्ने तरिका फरक हुन्छ त्यही हो हामीसँगै हुनुहुन्छ अन्ति दिव्या अन्ति साह्रै बढी यसरी रमाइलो हाँसी खुसी गर्न पाऊँ अनि त्यही हो पुरा सानो त त्यो कति आनन्द आन्न अब त्यो के भन्ने र एकछिन आइज अरे हेर दादा रोएको हेर न दादा रोएको छ सम्झा अरे बर्थडेको दिन सम्झाउ त्यो सम्झाउ ल दादाले सम्झाउ ल सम्झाउ ल अर्को पासा भन्यो भने अर्को मेरो भाइ भन्यो भने लाज मान्छु म पनि यस्तो उमेरमा हुँदाखेरि यस्तै लाज मान्छु तर मान्नुहुन्न मेरो भाइ सबैलाई म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु ल बर्थडे भोलि अब त भोलि हो बर्थडे अब भोलि नेपालको त अब आज भोलिको बर्थडे विस गर्नुहुने सबैलाई धन्यवाद भन है बेटा बर्थडे विस गर्नुहुने सबैले धन्यवाद भन छोरा बर्थडे विस गर्नुहुने सबैले धन्यवाद भन ड्याडीले पनि बर्थडे विस गर्नुहुन्छ ल सबैलाई धेरै धेरै धन्यवाद भन बेटा ल बर्थडे विस गर्ने सबैलाई धेरै धेरै धन्यवाद जसले सम्झिनुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद ड्याडी अनि अङ्कल आन्टी लगायत घरमा हजुरबा अनि सबैजनाले धेरै धन्यवाद मामा माइजू अनि सबैजनालाई सबैजना धेरै धेरै धन्यवाद अनि मिठो सम्झना